ल यो आज हामी 27 गते कार्तिक 27 गते 28 गते हो 28 गते उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको चौदण्डीगढीमा आएका छौँ र तल मदन भण्डारी हाइवे भन्दा 2 घण्टा माथि अटोमा 2 घण्टा हाम्रो 4 जनाको यात्रामा हामी आएका छौँ र हाम्रो यात्रालाई ड्राइभ गरेर आउनुहुने हाम्रो अमर बहादुर विष्ट दाइलाई यो चौदण्डीगढीको बारेमा केही कुरा भनिदिन लागि अनुरोध गर्छु। नमस्कार, मेरो नाम अमर विष्ट हो। चौदण्डीगढी भनेको हाम्रो उदयपुर जिल्लाको सबैभन्दा महत्त्वपूर्ण ठाउँ मानिन्छ र हाम्रो नगरको नाम नै चौदण्डीगढी राखिएको। यहाँ नेपालमा 22 र 24 राज्यहरू हुँदाखेरि यहाँ एउटा राज्य थियो। यहाँ किराँत वंशका राजा हुनुहुन्थ्यो। उहाँको नाम चाहिँ एक्चुअली मैले बिर्सेँ अहिले होइन, र उहाँले चाहिँ राज्य गर्नुहुन्थ्यो। जतिखेर यहाँ राज्य हुँदाखेरि नेपाल एकीकरणको टाइममा पृथ्वीनारायणको सेनाहरू आइसकेपछि उहाँले चाहिँ आफ्नो सोही इच्छाले ल तपाईँहरूलाई यहाँ रक्तपात बिना नै म यो राज्य जिम्मा दिन्छु भनेर यहाँ बिना रक्तपात बिना नै यो राज्य चाहिँ दिएको हुनाले यो ठाउँलाई बहुत ऐतिहासिक ठाउँ मानिन्छ। त्यस पछाडि गएर यहाँ 2007 साल भनौँ राणा शासन पतन हुनुभन्दाको समयमा यहाँ फेरि सिराई जातिहरूले चाहिँ यहाँ राज्य जमाएर बसे। सिराई जातिहरूले धेरै नै दमन गर्ने, उनीहरूले यो कोसीवारीको पैसा जति तिरो भन्ने, जनताको घर घरमा उठाएर खाने उ गर्ने। र 2007 सालमा काङ्ग्रेसले क्रान्ति गर्दाखेरि अनि उनीहरूलाई पनि परास्त गरेर चाहिँ यहाँ एउटा आजाद ठाउँ बनाइएको हो। र त्यसबेला हाम्रो कृष्णप्रसाद भट्टराई काङ्ग्रेसको योद्धा हुनुहुन्थ्यो अरे। उहाँले उहाँको छोरालाई यो यहाँका सिराईहरूको छोरालाई पक्रेर तेरो छोरो काटौँ कि छोड्छस् यहाँको ऊ भन्दाखेरि छोड्छु भनेर त्यसरी आजाद गराउँदै आइएको ऐतिहासिक ठाउँ हो यो। यो ऐतिहासिक चौदण्डीगढी मुकुन्द सेन लगायतका सेन वंशी राजाहरूको साना कविलाई राजाहरूको चाहिँ वंशहरूको शासन गरेको ठाउँको रूपमा हामी चिन्छौँ। र यो उहाँहरूकै सम्झनामा खडा गरिएको स्तम्भ को रूपमा हामी यहाँ देख्न सक्छौँ। र यहाँ स्थानीय सरकारले राष्ट्रिय झन्डा चन्द्र सूर्य अङ्कित राष्ट्रिय झन्डा फहराएको छ र यहाँ एउटा सोलरको प्यानल पनि यहाँ खडा गरेको छ। र यहाँ धेरै यो वरिपरिबाट पर्खालहरू लगाएर